भत्किएको आँगन। गाउँको कुनामा थियो हरि र श्यामको घर। दुई दाजुभाइ माया त्यस्तो कि गाउँलेहरू उदाहरण दिन्थे। बिहान कुखुराले कुकुरुकु कराउना साथ दुवै उठ्थे। हरि खेत जान्थ्यो, श्याम गोठ सम्हाल्थ्यो। दिउँसो एउटै थालमा खाइन्थ्यो, राति एउटै चिलिममा धुवाँ उडाइन्थ्यो। आँगनमा बज्ने हाँसुले पुरै टोल झुल्किन्थ्यो। तर भनिन्छ नि, जहाँ धेरै खुसी हुन्छ त्यहाँ नजर पनि पर्छ। पहिले हरिको बिहे भयो। बुहारी सीता घरभित्रिइन्। पछि श्यामको पनि बिहे भयो। बुहारी गीता आइन्। सुरुमा त सबै ठिकै थियो, तर बिस्तारै कुरा बदलिन थाल्यो। मेरो लोग्नीले बढी काम गर्छ। तिम्रो छोराले बढी भात खान्छ। बिहानको चिया पनि छुट्टै उमालिन थाल्यो। दाजुभाइको बीचमा शब्दभन्दा बढी चुप्पी बोल्न थाल्यो र त्यो चुप्पीले घरको पर्खाल चर्काउन थाल्यो। एक दिन सीताले भनिन्, "म यो घरमा बस्दिन, छुट्टियौ।" श्यामले पनि सुनी। त्यो रात पहिलो पटक दाजुभाइ बीच चर्को झगडा भयो। तँलाई बुहारी प्यारी भयो कि म? तँलाई पनि त श्रीमती प्यारी भयो होला नि? बिहान कुखुराले करायो, तर कसैले ढोका खोलिन। भोलिपल्टै आँगनको बीचमा पर्खाल थडियो। एउटै चुलोको धुवाँ दुई ठाउँबाट निस्कन थाल्यो। आज 10 वर्ष भयो। हरि एकातिर, श्याम अर्कोतिर। बोलचाल बन्द। बिहान कुखुराले अझै कराउँछ, तर त्यो आवाजमा पहिलाको मिठास छैन। तुलसी सुकेको छ, आँगनमा झार उम्रेको छ। गाउँलेहरू भन्छन् त्यो घरमा लक्ष्मी फर्किनन्, किनकि जहाँ दाजुभाइ छुट्छन् त्यहाँ खुसी पनि टिक्दैनन्। कथा यहीँ सकिन्छ, तर प्रश्न छोड्छ, रगतको नाता कि बुहारीको कुरा कुन ठुलो भयो त?